guys, welcome back to my channel. र सधैँको जसरी नै मैले फेरि एउटा भिडियो चाहिँ लिएर आएको छु। यो चाहिँ हाम्रो सानोतिनो गेट टुगेदर ट्राई पिकनिक जस्तै चाहिँ छ। हेलो हुन्छ होला, अभियसली रमाइलो हुन्छ, 100% रमाइलो हुन्छ, रमाइलो गर्नुपर्छ। ल अब हामी चाहिँ पिकनिक स्पटतिर चाहिँ लाग्दैछौँ र हाम्रो पिकनिक स्पटको नाम चाहिँ चुत्रेनी रहेको छ, जुन चाहिँ बिनीबाट केही समयमा पुग्न सकिन्छ। फाइनली हामी चाहिँ हाम्रो पिकनिक स्पटतिर चाहिँ पुगिसकेका छौँ। यो चाहिँ बाटो भइहाल्यो, त्यो चाहिँ बाटो त्यहाँ कन्स्ट्रक्सन भइरहेको भएर चाहिँ हामी यता बाइक स्कुटीहरूलाई चाहिँ यता पार्क गरेर र अहिले चाहिँ हामी बाटोतिर चाहिँ लाग्दैछौँ। सो हामीहरू चाहिँ चुत्रेनीमा पुगिसकेका छौँ। यहाँ चाहिँ एउटा पिकनिक स्पट भनेर पनि चिनिँदो रहेछ यो लोकल एरियातिर चाहिँ। सो हामी चाहिँ त्यही भएर चाहिँ रमाइलो गर्ने भनेर चाहिँ यताको छौँ। अब चाहिँ हामी यहाँ स्पट चाहिँ खोज्छौँ कता चाहिँ राम्रो हुन्छ होला भनेर। हामीहरू चाहिँ स्कुलको ग्राउन्डतिर चाहिँ आएका छौँ। अब यतै मिल्यो भने यतैतिर, नत्र पनि यता साइडतिर चाहिँ जाने प्लान छ। तर यता पनि बसिराख्नुपर्छ, मेबी हामीलाई बस्नुपर्छ होला। सो फाइनली हामीले प्लान गरे अनुसार चाहिँ हामी पिकनिक मनाउनको लागि आएको छौँ। सबैभन्दा एकदम एक्साइटेड त रसिला नै होला, किनभने उसले एकदमै पहिलेदेखि नै प्लान गरौँ भनेको थियो। सो तपाईँलाई चाहिँ कस्तो फिल भइरहेछ त? प्लिज कस्तो राम्रो या तर ओके। सो मलाई चाहिँ एकदमै यस्तो ग्रिनरी कुराहरू, जस्ट नेचर खालको कुराहरू एकदम राम्रो लाग्छ कि पहिलाको भ्लगमा पनि त्यस्तै खान्छ छ नि त। सो आज पनि हामी त्यस्तै ठाउँमा आएका छौँ। लुक एट दिस प्लेस। आज त यस्तो चर्को घाम लाग्यो, अझ हल्का शीतल भएको भए त अझै मजा हुन्थ्यो होला यार। लुक एट हर, सी इज लाइक क्ल्यापिङ राइट नाउ। देखेर होला भाग्यो भाग्यो। ओ माय गॉड, सो प्रिटी यार। खस्यो 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 लो। धेरै चाहिन्न के हो? दुईजना मिलेर भन्नु न। दुईजना सबैले खाऊ है। डेकोरेसन टाइम। यता चाहिँ डेकोरेसन चाहिँ रसिला र देवना दिदी चाहिँ गर्दै हुनुहुन्छ, जुनमा चाहिँ अब हामी डिफ्रेन्ट काइन्ड अफ खानेकुराहरू पनि लिएर आएको छौँ र त्यसलाई चाहिँ हामी सबै ठाउँमा राखेर चाहिँ तपाईँहरूलाई चाहिँ देखाउनेछौँ। सो यो चाहिँ हामीले लिएर आएको पिज्जा भइहाल्यो, जुन चाहिँ एकदमै यमी 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 थियो। यता चाहिँ दाइले चाहिँ वाटरमेलनहरूलाई चाहिँ स्लाइसेसमा कट गर्दै हुनुहुन्छ, डिफ्रेन्ट टाइप अफ स्लाइसेसमा चाहिँ, जुन चाहिँ यो भिडियोमा पनि देख्न सकिन्छ। डिफ्रेन्ट काइन्ड अफ स्लाइसेस अफ वाटरमेलन प्लस डिफ्रेन्ट सामानहरू चाहिँ खानेकुराहरू चाहिँ हामीले सबैहरू चाहिँ यहाँ डेकोरेट एज अ राखेको छौँ। र यो चाहिँ हाम्रो खाजा भइहाल्यो। र अब चाहिँ ड्राई पिकनिक मनाउँदै हामी चाहिँ खाँदैछौँ। र यसमा चाहिँ एउटा के कुरा छ भन्दा हामीले कप चाहिँ ल्याउन लिएको चाहिँ थियो, तर रसिलाको घरमा छोडेको कारणले हामीले घ्याम्पै हानिरहेछौँ कोकलाई। अब हामी भएपछि डान्स नहुने कुरा भएन नि त। हामी नाचेको धेरै यो बहिनीहरू पनि आएर हामीलाई जोइन गर्यो र साथसाथै चाहिँ यो गीतमा हामी नाचौँ है भनेर पनि भनेको थियो। अनि त्यो अनुसार चाहिँ हामीले चाहिँ रमाइलो गऱ्यौँ। यो गीत डेन्जर उफ्रिने गीत छ नि, यो गीत आएन क्या। अब चाहिँ हाम्रो ट्रु सेल्फ चाहिँ निस्किँदैछ बिस्तारै बिस्तारै चाहिँ।
A few moments later. यो गर्मीको बेला चाहिँ आफूलाई हाइड्रेटेड राख्न चाहिँ नबिर्सनु होला। दाइ बेस्ट फ्रेन्ड साथी साथी सेम छ त। सो हाम्रो चाहिँ यहाँ चाहिँ फोटो सेसन सुरु भइरहेको छ बादल रुखमा चाहिँ ए बादल बाख्रा यसलाई दिने हो। सो हामी चाहिँ यसरी नै अब हाम्रो चाहिँ आजको भ्लग चाहिँ यहीँ समाप्त भएको छ। बाई बाई। बाई बाई। ल बाई बाई भन्दै त। बाई बाई। बाई बाई। ल ल भाइ बहिनीहरु बाई बाई गर त। बाई बाई। ओइ बाई बाई गर। बाई बाई। मिठो मिठो छ। भाइलाई देऊ का बहिनीलाई हैन? मुख पुछाइ तिम्रो नाम के हो नि? के हो तिम्रो नाम? के भन्छौ ल? के भन्छौ? आन्टी ठिकै छ खबर भन। आन्टी कति राम्रो भएको हो राम्रो हो म। तिमी नि कस्तो राम्रो छौ नि। अघि कस्तो खतरा नाचेको तिमी। मेरो प्यारी साथीहरूले चाहिँ यहाँ चाहिँ अब हाम्रो भैँसको कार्यक्रम हुँदैछ भने उता चाहिँ दाइले चाहिँ त्यो जुन हामी जुन पनि हामीले फोहोरहरू गराएको थियो नि त्यो सबै व्यवस्थापन गर्दै हुनुहुन्छ। हामीले चाहिँ मेक स्योर गरेका छौँ कि कुनै पनि वेस्टहरू चाहिँ हामीले जुन प्रड्युस गरेको वेस्ट थियो नि हाम्रो पिकनिकको थ्रु त्यो चाहिँ यहाँ चाहिँ राखेर पोल्युसन चाहिँ क्रिएट नहुने तरिकाले चाहिँ हामीले गरेको छौँ है। त्यसरी नै तपाईँहरूले पनि त्यस्तै गर्नु होला कुनै पनि ठाउँमा जानुभयो भने। वाइ यु गाइज आर लाफिङ? तपाईँ त कस्तो विरक्त देखेँ। थ्याङ्क यू अन्तिमसम्म यो भिडियो हेरिदिनु भएकोमा। लाइक सब्सक्राइब सेयर एन्ड कमेन्ट गर्न नबिर्सनु होला। र त्यसै गरी चाहिँ के कस्तो सुधारहरू चाहिँ मैले ल्याउन सक्छु त्यो चाहिँ फिडब्याक चाहिँ कमेन्टमा गर्न नबिर्सिदिनु होला। हस् थ्याङ्क यू। हेभ अ नाइस डे।